बालेन र रविको एग्रिमेन्ट आज बिहान 4 देखि 4:15 को बीचमा भएको भन्ने डाटा अनुसार आज हामी एस्ट्रोलोजिकल एनालाइसिस गर्नेछौँ। त्यो पार्टिकुलर टाइमको पञ्चाङ्ग हेर्दा शनिबार, अष्टमी तिथि, उत्तर भद्रपदा नक्षत्र, वरियान योग र बाबाकरणमा साइन भएको थियो। सो यसले हामीलाई सर्टेन कुराहरूको चाहिँ आइडिया दिन्छ। अष्टमी तिथिले कुनै ठूलो ट्रान्सफर्मेसन ल्याउने इनर्जीलाई क्यारी गर्छ र कुनै ठूलो चेन्ज नेपाली पोलिटिक्समा हुने संकेत पनि गर्छ। हाउएभर अहिले एग्रिमेन्ट भए पनि दुईटै पावरफुल पर्सनालिटी भएको कारण पावर टसल भन्ने फ्युचरमा देख्न सक्छौं, जुन कुरा अष्टमी बाबाकरणले पनि सपोर्ट गर्छ। इलेक्सनमा हो भन्दा पनि एङ्गर र डिसअपोइन्टमेन्टबाट कन्भर्ट भएको भोट यो जोडीले पाउनेछ, जसको कारण एकदमै रिस्की सिचुएसनमा हुनेछन्। उनीहरूसँग जनताको हाई एक्सपेक्टेसन हुनेछ भने हाई क्रिटिसिजम पनि योबाट बन्ने सरकारले झेल्नु पर्नेछ। शनिको नक्षत्र भएको कारणले ट्रान्सफर्मेसन बिस्तारै हुन्छ। इलेक्सनमा पुरानो पार्टी क्लिन स्विप नै चाहिँ हुँदैन, बट यो गठबन्धनले रेस्पेक्टेबल र डिसाइसिभ भोट भने अवश्य पाउनेछ। वारियान योग एकदमै राम्रो योगहरूमा गनिन्छ र यसले फाइनेन्सियल प्रोस्पेरिटी र डेभलपमेन्टलाई पनि संकेत गर्छ। हाउएभर यो योगले सानोभन्दा सानो मिस्टेक्सलाई पनि एम्प्लिफाई गर्न सक्छ, त्यसैले यो सरकारलाई सानो पनि मिस्टेकको छुट पनि हुँदैन। यो गठबन्धनको सरकार बाबाकरणमा भएको कारण एकदमै प्रभावशाली र इन्टरनेसनल एरिनामा पनि फेमस हुन्छ। इन कन्क्लुजन यो मर्जरले नेपालको पोलिटिक्सको नयाँ सुरुवात गर्नेछ र हामीले सोचेको जस्तो चाँडै नभए तापनि नेपालको ट्रान्सफर्मेसन भने पक्कै हुनेछ। तर त्यसको लागि पावर डिस्ट्रिब्युसन प्रपर हुनुपर्छ र क्लियर हुनुपर्छ। हामीले पनि रियलिस्टिक एक्सपेक्टेसन र सकेको साथ र सपोर्ट दिनुपर्ने आवश्यकता छ। सधैँ क्रिटिसाइज मात्र गरेर देश बन्दैन। लङ टर्म रिजल्टको लागि टाइम लाग्छ भन्ने कुरा बुझ्नु जरुरी छ। आजको लागि यति नै। कीप फलोइङ एस्ट्रोकर्मास फर मोर इन्ट्रेस्टिङ एस्ट्रोलोजिकल कन्टेन्ट। राधे राधे।